हाई एभ्रिवान, इट्स मी सुधा। आज म र मेरो साथीहरू एकदम अननोन ट्रिपमा हिँडिरहेका छौँ। हामीलाई कहाँ जाने भन्ने नै थाहा छैन, डेस्टिनेसन थाहा नभइकन हिँडिरहेको र गैँडाकोट पुगेपछि चाहिँ यो माथि ढोडेनी जाऊँ न त, बाटो पनि राम्रो छ भनेर कोरिडोरको बाटो हुँदै चाहिँ ढोडेनी जाँदैछौँ। भ्लग बनाउँदै रहेछ, हामी पनि मिनी भ्लग हो नि गाइजहरू। ओभरटेक गरेको अवस्था, मान्छे पनि राम्रो, हाम्रो लाइफ पनि राम्रो छ। यता चाहिँ सुधा शर्मा हुनुहुन्छ, यता चाहिँ कता गइदिनु हाम्रो पढाइ। बाटोमा चाहिँ ठ्याक्कै बनकुरा देखेको थियो, साथीले क्याप्चर गर्न पाइन भनेर बुनबुन्ने रहेछ। कसैले क्यामराम्यानको आवश्यकता परेको छ भने म छु गाइजहरू, म एकदम राम्रो क्यामराम्यान हो। बाटो चाहिँ एकदमै राम्रो छ है, धेरै गाडीहरू पनि नहिँड्ने, जङ्गलभित्र सर्छ बाटो। अनि जहाँ पनि जाने बाटो पो रहेछ त, सबैतिर जहाँ पनि छ त। हामी जहाँ पनि कतै पुग्न त लागेन, जहाँ पनि जाने बाटो के पो थियो है, जापानिज एउटा शब्द त जानेको थियो, त्यो पनि बिर्सियो। ए कोनिचिवा गाइजहरू। ओहो बाटो त है, कहाँ गइदिने दुइटा देखाइरहेको रहेछ। डेन्जर बाटो छ नि, बाटो चाहिँ दामी नै रहेछ है। यहाँ बसेर कसलाई पर्खिने र यस्तो जङ्गलमा डर लाग्दो। भूतहरू पनि आउँछ, राति सेतो साडी लाएर बसे मात्रै हो। यहाँ कोही पनि आउँदैन, डेटिङ जाने ठाउँ जस्तो पनि छैन, डर लाग्दो ठाउँ छ। अहिले त यस्तो जङ्गलमा डेटिङ जानु पनि सेफ छैन है गाइजहरू। ड्रोन उडाएर भेटिदिन्छ। ढोडेनी भनेको अब हामी बस्ने भनेको चाहिँ कहाँ हो थाहा होइन। पछि पछि बसेछु। यहाँ चाहिँ आमा समूह बस्यो कि क्या हो के पिङ भन्छ यसलाई? यो त मैले फिल्ममा देखेको पिङ हो, मुगलान फिल्ममा। चस्मालाई राम्री हुन्छ कि भनेर चस्मा लगाएर भिडियो गरेको, त्यही पनि मलाई नराम्रो लाग्यो। वास्तवमा मै नराम्रो रहेछु। बाख्रा हाम्रो ग्रुपहरू हेरेर यति धेरै गएको छौँ हामी कति एउटा दुईवटा तिनवटा चारवटा पाँच छवटा बाइकमा। बाटो त यार खतरा रहेछ त। विकास त भएकै हो नि, त्यो नदेखेर मात्रै हो कि। हामीहरू चाहिँ ढोडेनीमा बसेनौँ, ढोडेनी कटेर जाउँ न त अगाडि कहाँसम्म पुगिन्छ भनेर अगाडि लाग्यो। पुरा बाटो त स्वाटै पसिगएको छ त हौ, दिदी गोजी जस्तो। हेर त एकदमै बबाल थियो यहाँको भ्यू। ट्राभल गर्दा गर्दा चाहिँ भोक लागेर साथीहरु भोक लाग्यो रे गाइजहरु। यो भोक्रो फाँट भन्ने ठाउँमा आन्टी पनि एकदमै रमाइलो हुनुहुन्थ्यो। भोक्रो फाँट गाउँको नाम ए नाम भोक्रो खोला ए हो भोक्रो खोला नाम बिगार याद सबै भइरहेछ। बनाउँदा बनाउँदा उ फेरि अर्कोले नि बिगार, मैले पनि बिगार्दिए। भोक्रो फाँट भोक्रो माथि हेर्नु उस बोर्ड हजुर बोर्डमा हेर्नु रे के बोर्डमा भोक्रो फाँट आन्टी पनि म जस्तै हुनुहुँदो रहेछ, जस मसँग मिल्ने हुँदो रहेछ। नकानमा चाहिँ नगर तपाईँले बोलेको मैले बुझिनँ। यो राई हो म जस्तै भएर भन्नु खोज्नु भयो होला खास, तर मैले बुझिनँ। यो चाहिँ गुरुङ भाषा जस्तो लाग्यो मलाई। गुरुङ भाषा अलिअलि म बुझ्छु पनि। मैले त फेरि मेरो आफ्नो जेठानको छोरी जस्तो लाग्यो। ए धन्न मलाई तपाईँको खानेकुराहरू दिनु भने लौ कान्छी भनेर घुम्नु आएछौ भनेर। म पनि मेरो राई भाषा बोलिदिनु पर्थेछ, के थाहा बुझेर दिइ पो हाल्नुहुन्थ्यो कि। यता हेर समृद्धि कहाँ लै पुऱ्यायो तिमीले हामीलाई? भोक्रे फाँटमा भोक्रे फाँटमा भेट भएको हामी यहाँ जक्सनमा झरेर झोलुङ्गेपुलमा जाने डिसाइड गर्यौँ हामीले। गङ्गो हो सबभन्दा नक्कली, त्यसपछि राई पनि हो यता त भ्याइसकेर बोल्छ हामी अब यहाँ पुलपारी जाने हो।
सालीलाई हाई भन्दै उता भिराजले खिच्नु न यहाँ चाहिँ एकदमै राम्रो भ्यू थियो अनि त्यसपछि कस्तो धेरै हावा चलेको थियो कि यहाँनिर हामी चितवनमा गर्मी भएर आएको मान्छेलाई चाहिँ आनन्द भयो एकछिन यहीँ बस्यो हामीहरू गाइजहरू थ्याङ्क यू भन्न मलाई मलाई थ्याङ्क यू भन् बोकेर ल्याएको होइन मैले घुमाउनु सबै यता यतापट्टि राम्रो राम्रो रहेछ फाइनल्ली आयो कस्तो लाग्यो यहाँ एसी भन्दा खतरा भइरहेको ट्रिप कस्तो भयो ट्रिप रमाइलो भयो खतरा भयो त हावा खान आएको होइन यस्तो भयो होइन भिडियो र हामी चाहिँ फाइनल आयौँ आजको भ्याकेसन चाहिँ लास्ट डे एकदमै रमाइलो भयो भोग्रे खोला है रबिना तिमी अगाएर बस्यो नि म त अगाएर बसेको कस्तो मिठो रहेछ हामी त हेरेको भन्नु रमाइलो छ गाइजहरू भोलि कसैले पनि आडिस नगर्नु हामी गइएन भनेर नआउनेहरूलाई पछि त नै हुन्छ कि पछि त होला खाना आउने आकाहरू खाऊ खानै जन्मेकाहरू खाऊ पानी पर्ला जस्तो भएको थियो सो हामी फर्कने डिसाइड गऱ्यौँ र बाटोमा यो प्रतीक्षालयमा बसेर अघि किनेको खाजा खायौँ खाजा झटपट झटपट इमर्जेन्सी ललिपप हो क्या यो चाहिँ हाम्रो गोलले पिरो हराउने लास्टमा खाने हो यो फाइनली गाइज हामी भोक्रे खोलाबाट फर्किसक्यौँ आजको हाम्रो यो अननोन एन्ड अनप्लान्ड ट्रिप चाहिँ यहीँ अन्त्य भएको छ एकदमै रमाइलो भयो बाई बाई लागि यो गाडी पनि आयो